मात्र 4 आना 2 दाममा बनेको घर यस्तो राम्रो हुन्छ। हेर्नुस् त, घर चिटिक्क सानै भए पनि तपाईको स्पेस चाहिँ 6 आनामा बने जत्तिकै छ है त। ल आउनुस् यो किचनदेखि स्टार्ट गरौँ। हेर्नुस् त, एकदमै ओपन स्पेस छ। एकदमै स्पेसियस मोड्युलर किचनको सेटअप तपाईले भनि नै हाले। यो घर तपाईले टोटली फुल फर्निश्ड पाउन सक्नुहुनेछ। लाइटनिङ तपाईको रेफ्रिजरेटर, क्याबिनेट्सहरु, चिम्नीदेखि लिएर यतापट्टि भयो तपाईको ब्युटिफुल डाइनिङ स्पेस। आउनुस् म तपाईलाई लिभिङ रुम पनि देखाइहाल्छु। यो भयो तपाईको लिभिङ स्पेस। हेर्नुस् त, एकदमै स्पेसियस। तपाईको यतापट्टि भयो टिभी क्याबिनेट। फ्यामिली टाइमको लागि पनि एकदमै पर्फेक्ट। डबल हाइट सिलिङ तपाईले देख्न सक्नुहुनेछ है त। तपाईलाई मैले लिभिङ स्पेस र किचन त देखाइहाले। आउनुस् म अब तपाईलाई तपाईको रुम पनि देखाइहाल्छु। यो भयो तपाईको रुम। ल हेर्नुस् त, एकदमै ठुलो साइजको तपाईले यतापट्टि अट्याच वार्डरोब, लाइटनिङ पनि यस्तो अमेजिङ तपाईले देख्न सक्नुहुनेछ। यतापट्टि भयो तपाईको बाल्कनी एक्सिस। यो भयो तपाईको छोराको बेडरुम। हेर्नुस् त, नझुक्किनुस् है। यो घर तपाईले टोटली फुल फर्निश्ड पाउन सक्नुहुनेछ। यतापट्टि भयो तपाईको बाल्कनी एक्सिस। ल हेर्नुस्, यस्तो राम्रो भ्यू तपाईले रुमबाटै देख्न सक्नुहुनेछ। यो भयो तपाईको स्टडी टेबल। यदि तपाईलाई केही पढ्न मन छ, केही काम गर्न मन छ भने चाहिँ स्टडी टेबल पनि यहाँ छँदैछ। ओहो, यस्तो राम्रो भ्यू। ल हेर्नुस् त, यदि तपाई पार्टी रमाइलो गर्न जाने भन्नुहुन्छ भने पनि तपाईको गोदावरी रिजोर्ट उतै रह्यो। ल हेर्नुस्, यतापट्टि भयो तपाईको टौखेल। यदि तपाईको बालबच्चालाई स्कुल पढाउनु छ, कलेज पढाउने तर सर्ट डिस्टेन्समा होस् भन्नुहुन्छ भने स्कुल त्यही, तपाईको हाई स्कुल पनि त्यही, बिरामी हुँदाखेरि हस्पिटल पनि तपाईले त्यही नै देख्नुहुन्छ। इच एन्ड एभ्री कुराको फ्यासिलिटिज तपाईको वकिङ डिस्टेन्समै तपाईले पाउन सक्नुहुनेछ। सो यदि तपाई यो घरको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने प्लिज डु कन्ट्याक्ट सारा सेवा टिम।